आदरणीय दर्शक महानुभावहरू सम्पूर्णमा नमस्कार। म ज्ञानचन्द्र पराजुली। आज म तपाईहरूलाई बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर 5 हरिचौर स्थित मूर्तिकला सङ्ग्रहालय, ढुङ्गाको मूर्तिकला सङ्ग्रहालय टेउवा डाँडाको अवलोकनको सिलसिलामा कैद गरिएको भिडियोहरू देखाउने प्रयासमा छु। यति बेला तपाईहरू माथि एउटा डाँडो देखिरहनु भएको छ, जसलाई घुम्टेको लेक भनिन्छ। यो धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण रहेको छ। हामी बिदाको समय पारेर यस स्थानमा घुम्न आएका छौँ। यो स्थान गलकोट हटिया बजारबाट करिब 8 किलोमिटर माथि पर्दछ र बाटो 3 किलोमिटर जति पक्की र बाँकी 5 किलोमिटर जति कच्ची बाटो, उकालो बाटो हिँडेपछि यस स्थानमा आउन सकिन्छ। यस स्थानबाट उत्तरतर्फ हामीले निकै नै मनमोहक हिम श्रृङ्खलाहरू देखिरहेका छौँ। आजको मौसम निकै नै सफा भएको कारण सबैतिरको चारैतिरको दृश्य सुन्दर रूपले देखिएको छ। त्यस्तै गरी यो ठाउँ बागलुङ जिल्लाको गलकोट नगरपालिका स्थित मलमा हो भने तलपट्टि रहेको बजार बामिया बजार र बगिरहेको खोला दरम खोला हो। तपाईले एउटा गीत सुन्नुभएकै होला, माछा मिठो असला दरम खोलाको भन्ने। त्यो खोलामा निकै नै स्वादिष्ट माछाहरू पनि पाउने गर्दछन्। मौसम सफा भएको कारण आज हाम्रो मन निकै नै हर्षित, प्रफुल्लित र खुसी भएको छ। समय मिलाएर यस्तो स्थानमा घुम्न गएको खण्डमा मन शान्त हुने, दुःख पीर मर्काहरू सबै बिर्सने र केही समय भए पनि मनलाई चाहिँ आनन्द दिलाउने अवस्था हुन्छ। त्यसैले तपाईहरू पनि समय मिलाएर यस्ता स्थानहरूमा घुम्न जाने गर्नुहोला। एउटै ढुङ्गामा विभिन्न मूर्तिहरू कुदिएको र यहाँ चाहिँ भगवान गौतम बुद्धको मूर्ति कुदी उत्कृष्ट रूपमा सजावट गरी राखिएको छ। बागलुङ जिल्लाको गलकोट नगरपालिका ऐतिहासिक दृष्टिकोणले पनि निकै नै महत्त्वपूर्ण रहेको छ। फोहोर व्यवस्थापन तथा सार्वजनिक शौचालय निर्माण गरी यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुविधा समेत प्रदान गरिएको देख्न सकिन्छ। मैले अघि जोड्न खोजेको कुरा, बागलुङ जिल्लाको गलकोट नगरपालिका ऐतिहासिक दृष्टिकोणले किन महत्त्वपूर्ण छ भने यो 2224 राज्य अन्तर्गतको एउटा राज्य गलकोट दरबार, गलकोट राज्य यसै स्थानमा पर्दछ। यस स्थानदेखि करिब 5 किलोमिटर तल गलकोट दरबार पर्दछ र यो निकै नै ऐतिहासिक दृष्टिकोणले निकै नै महत्त्वपूर्ण दरबारको रूपमा रहेको छ। त्यस्तै गरी गलकोटमा रहेको गाईघाट झरना पनि पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। ढुङ्गाहरूलाई विभिन्न कलात्मक शैलीमा कुदिएर विभिन्न आकृतिहरू बनाई सजावटको रूपमा राखिएको छ। तपाईहरू पनि बागलुङ जिल्लाबाट नजिकै हुनुहुन्छ र बागलुङ जिल्लामै हुनुहुन्छ भने कृपया एकपटक यस स्थानमा घुम्नको लागि आउनुहोला। निकै आनन्दको ठाउँ छ। परिवारसँग, आफ्नो बालबच्चासँग यसरी घुम्न आउनुभयो भने पक्कै पनि तपाईको मन हर्षित हुनेछ, खुसी हुनेछ। परिवारमा थप खुसीको बहार आउनेछ।
यति बेला म तपाईलाई एउटा गीत पनि सुनाउन चाहन्छु। गलकोटमा बग्यो दरमा, सँगै जीवन बिताउने बेलैमा छुटिने रहेछ करीमा। यो निकै नै खुसीको क्षणमा निकै नै वियोगान्त गीत सुनाउन पुगे। तर यो गीतको सर्जक बागलुङ जिल्लाका यसै गलकोट ठाउँका आदरणीय अग्रज कलाकार, आदरणीय व्यक्तित्व विष्णु खत्री हुनुहुन्छ र उहाँले बागलुङ जिल्लाको बारेमा थुप्रै गीतहरू पनि गाउनुभएको छ। त्यस्तै गरी गलकोट चाहिँ कलाको हिसाबले पनि निकै नै उत्कृष्ट उर्वर भूमि रहेको पाउन सकिन्छ। यहाँ लोक सङ्गीतका हस्तीहरू वसन्त थापा, रेशम निर्दोष, विष्णु खत्री, देवी घरती, दुर्गेश थापा लगायतका कलाकारहरूको जन्म पनि यसै स्थानमा भएको छ। ईश्वर सिंह लगायतका मैले नाम लिन बिर्सेँ होला, तर धेरै कलाकारहरू यस स्थानबाट जन्मिनु भएको छ। यति बेला तपाईहरूलाई हामी टेउवाको बारेमा विस्तृत रूपमा देखाइरहेका छौँ। यदि तपाईहरू पनि घुम्न आउनुहुन्छ भने पक्कै पनि यस स्थानलाई नछुटाउनुहोला। ढुङ्गाहरूलाई कलात्मक निकै नै उत्कृष्ट कलाले कुदी आफ्नो उत्कृष्ट कारिगरीबाट यस स्थानलाई झनै मनमोहक बनाउनुहुने विभिन्न कारिगरहरू लगायत यस स्थानलाई झनै रोचक मनमोहक बनाउनुहुने, सजाउनुहुने स्थानीय प्रशासन, विभिन्न सम्बन्धित निकायहरूलाई विशेष आभार समेत प्रकट गर्न चाहन्छौँ। यो चाहिँ नङ बनाएको जस्तो लाग्यो मलाई। तल दरम खोल छ माथि मेरो गाउँ, परानै भन्दा प्यारो छ म जन्मेको ठाउँ नकानाची, घुम्नलाई गलकोटतिरै जाउँ, परानै भन्दा प्यारो छ म जन्मेको ठाउँ नकानाची, घुम्नलाई टेउवातिर जाउँ। निकै नै उत्कृष्ट गीत। साँच्चै यस्ता गीतहरू सुन्दा निकै नै मन प्रफुल्लित, आनन्दित पनि हुन्छ र यस्ता स्थानहरूमा बालबच्चासँग घुम्न जान पाउँदा निकै नै आनन्दित हुन्छ। एउटा ढुङ्गामा अर्को ढुङ्गा जोडेर यसरी मूर्ति बनाइएको छ। साँच्चै नै उत्कृष्ट कलाको नमुना, उत्कृष्ट कलाको सिर्जना यस ठाउँमा देख्न सकिन्छ। आज मौसमले पनि निकै साथ दिएको कारण यस स्थानलाई राम्रोसँग अवलोकन गर्न पाइयो। उत्तरपट्टि रहेका दन्तेलहर जस्ता सेता हिमालहरूले हामी नेपालको शान हो भनेर
अटल रूपमा बसिरहेका छन्।